कतिपय पाठ्यपुस्तकका पानाहरू कक्षा कोठाका 4 भित्ताहरू भन्दा बाहिर पनि एक अद्भुत संसार लुकेको हुन्छ। सरस्वती माविका कक्षा 8 मा अध्ययनरत 57 जना विद्यार्थीहरू सोही संसारको यात्रा थालेका छन्। सामाजिक अध्ययनको धार्मिक स्थल अध्ययन प्रतिवेदनले उनीहरूलाई डोराएको छ शिवगढी मन्दिरतर्फको पवित्र पथमा। विषय शिक्षक र अन्य शिक्षकहरूको स्नेहपूर्ण सहजीकरणमा यो यात्रा शिवराज 9 को प्राचीन स्थल रमुवादहबाट सुरु हुन्छ। हरियालीले भरिएको वनको समथर बाटो जहाँ प्रकृतिको काखमा उनीहरूको पाइला उत्साहको तालमा अघि बढ्दछ। अब यात्राको मोड आउँछ चुरे पर्वतमालाको फेदी। शिवगढी मन्दिरसम्म पुग्ने 2 मार्ग छन्, तर यी ऊर्जाशील यात्रुहरूले सिडीको छोटो बाटो रोज्छन्। उकालो भए पनि चाँडो गन्तव्य भेट्ने अभिलाषाका साथ बाटोभरि प्रकृतिका मनमोहक दृश्यहरूले उनीहरूको पाइलालाई साथ दिन्छ। प्रत्येक पाइलामा नयाँ उमङ्ग, नयाँ खोज महसुस गर्न सकिन्छ। सिडीको यात्रा सकिए पनि यात्राको जोश सकिएको छैन। केही क्षणको उकालोले बढाएको थकान मेटाउन उनीहरू यात्रुहरूको लागि बनाइएको प्रतीक्षालयमा विश्राम लिन्छन्। 57 जना विद्यार्थीहरूलाई सकुशल यात्रा गराउनु गुरुजनको लागि चुनौतीपूर्ण छ, तर कर्तव्यको निष्ठाले उनीहरूको जिम्मेवारीलाई थप सुन्दर बनाउँछ। विश्रामपछि सुरु हुन्छ शिवलोकको कठिन उकालो। पाइलाहरूमा थकान छ, तर मनमा आस्था र ज्ञानको तिर्खा। मध्य भागमा एकछिनको विश्रामले श्वासलाई सहज बनाउँछ अनि पाइला हात्तीखाल नामक ऐतिहासिक स्थानमा पुग्छ। यो स्थान जसको आफ्नै कथा छ। यहीबाट शिवगढी मन्दिरको चुचुरोको झल्को देखिन थाल्छ, आशाको संकेत चाहिँ। हात्तीखालबाट यात्रा केही सहज बन्दै जान्छ। हल्का उकालो र समथर बाटोको मिश्रणमा विद्यार्थीहरू अनुशासित लहरमा मन्दिरतर्फ उक्लन्छन्। केही बेरमै उनीहरू शिवगढी मन्दिरको समीपमा आइपुग्छन्। यदि मौसम सफा छ भने आहा, उत्तर पूर्वमा मनमोहक हिमालका चुचुराहरूले दर्शन दिन्छन् अनि उत्तर पश्चिममा चुरे पर्वत श्रृङ्खलाको हरियाली लस्कर प्रकृतिको अनुपम उपहार चाहिँ फैलिएको छ। 4 घण्टाको पहाडी यात्राको थकान यहाँको 954 मिटर उचाइको शीतल पवित्र हावाले पखाल्छ। घाम लागे पनि यहाँको मौसम चिसो छ, जसले मनलाई शान्त तुल्याउँछ। शिवगढीको पवित्र परिसरमा पुगेपछि जिज्ञासाका आँखाहरू सबै दृश्यहरू निहाल्छन्। कोही विद्यार्थीहरू आस्थाको भावमा पूजा आराधनामा तल्लीन हुन्छन्, कोही मन्दिरको प्राचीनता र वास्तुकलालाई नजिकबाट अवलोकन गर्छन्, अध्ययन प्रतिवेदनको लागि आवश्यक ज्ञान सङ्कलन गर्दै। त्यसपछि घरबाट ल्याइएका नास्ताहरू आपसमा बाँडेर खाने, खुसी बाँड्ने र यात्राको अनुभव साट्ने पल आउँछ। तर यो यात्रा अवलोकनमा मात्र सीमित छैन। विद्यालयको नियमितता झैं यी सचेत विद्यार्थीहरूले आफ्नो दायित्व भुल्दैनन्। उनीहरूले खाएर उठेका फोहोर मात्र होइन, मन्दिर परिसरको समग्र सरसफाइमा जुट्छन्। पात पतिङ्गर बढार्छन्, नकुहिने प्लास्टिक जन्य फोहोरहरू सङ्कलन गरी व्यवस्थापन गर्छन्, सिडीमा जमेका झारपात हटाउँछन्। उनीहरूको यो सफा शिवगढी अभियानले मन्दिर परिसरलाई चिटिक्क पार्छ। अध्ययन मात्र होइन, सेवा र चेतनाको पाठ पनि यहाँ सिक्न पाइन्छ। यसरी प्रकृति, इतिहास, आस्था र सरसफाइको अनुपम मेल भएको शिवगढीको यात्रा समापन हुन्छ। अध्ययन प्रतिवेदनको लागि आवश्यक सम्पूर्ण जानकारी सङ्कलन गरी मनमा अमूल्य अनुभव र ज्ञान बोकी 57 जना विद्यार्थीहरूको यो समूह अब घरतर्फको सामूहिक यात्रा तय गर्छ। यो यात्रा केवल पहाडको उकालो ओह्रालो थिएन, यो त थियो पाठ्य पुस्तकलाई जीवनको अनुभवसँग जोड्ने एक शैक्षिक र आध्यात्मिक आरोहण।